कस्तो छ तपाईँलाई? रोमानियाको अनुभव मेरो आज 3 वर्षभन्दा बढी बिताइसकेको छु। रोमानियाको अनुभव अहिलेसम्म राम्रो चल्दैछ। नेपाल र यहाँको हावापानी एकदम मिल्दोजुल्दो छ, त्यो कारणले गर्दा पनि हामीलाई बस्नको लागि चाहिँ धेरै सजिलो छ एडप्टेसनको लागि चाहिँ। बट ओभरअल जहाँसम्म चाहिँ अलिकति अरू युरोपियन कन्ट्रीभन्दा चाहिँ रोमानियालाई चाहिँ अलिक तल्लो स्तरमै गनिने देश छ। बट एउटा भनाइ पनि छ, यदि जीवनमा केही डेभलप गर्नु छ भने डेभलप्ड कन्ट्री भन्दा पनि डेभलपिङ कन्ट्रीमा चाहिँ तपाईँले केही सिक्नुभयो भने चाहिँ तपाईँले धेरै कुराहरू सिक्न पाउनुहुन्छ र केही डेभलपिङ भएको देशमा चाहिँ डेभलप गर्नलाई तपाईँलाई धेरै चाहिँ अपर्च्युनिटीहरू पाउनुहुन्छ भने जस्तै रोमानियाको अहिलेसम्मको अनुभव सुपर। नेपालबाट आउने नयाँ व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? नेपालबाट आउने नयाँ व्यक्तिहरूलाई चाहिँ मैले भन्ने एउटै विषय छ, कुनै पनि मार्फतबाट आउँदै हुनुहुन्छ भने पहिला सुरु बुझेर त्यो एजेन्टको त्यो एजेन्सीको ब्याकग्राउन्डलाई मजाले रिसर्च गरेर उहाँहरूले ल्याएको मान्छेको चाहिँ फिडब्याकहरू के कस्ता छन् यदि बुझ्न सक्ने र जोडिन सक्ने माध्यम भयो भने त्यहाँ जोडिने प्रयास गर्नु। अदरवाइज यहाँको कल्चरको बारेमा, यहाँको ट्याक्सको बारेमा, यहाँको काम गर्ने नियमहरू चाहिँ मजाले बुझेर मात्र आउनुहोस्। र मेरो च्यानललाई के भन्न चाहनुहुन्छ? दिस इज द फर्स्ट टाइम म हाम्रो अभिनय भाइको च्यानलमा छु। विगत पछिल्लो समय म आफ्नो च्यानलबाट जति पनि इन्फर्मेसन चाहिँ दिइरहेको छु तपाईँहरूलाई पनि थाहा छ, टु राइट टु सक्सेस। बट हाम्रो भाइ जो हुनुहुन्छ अहिले उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्। म उहाँसँग पर्सनली पनि जोडिरहेको छु र पछिल्लो समय अहिले धेरै लामो भयो भाइ र मेरो सम्बन्ध पनि। त्यो विषयले गर्दाखेरि अगाडिको समयहरूमा मेबी तपाईँले मलाई यही च्यानलद्वाराबाट पनि टाइम टु टाइम देख्न पाउनुहुन्छ। सो त्यो विषयले गर्दाखेरि चाहिँ भाइलाई प्लिज सब्सक्राइब गर्नुहोस्। यदि मलाई फलो गर्नु छ र राम्रो इन्फर्मेसन पाउनु छ भने यहाँ पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ। धन्यवाद भाइ।